Yay, yay, yay. ओडा चक्को किराहरू सबजना साइको छ भेजा पारा देखेपछि त पनि तर्सेर टाढा भाग्ने जस ल काँडा जस्तै हो मेरो शरीर भाइ तैँले छुन सक्दैनस् ल केटाहरू सबैजना फेरि चासमा हिँड्ने गर्छ बाले लाग्दैन अन्तरातमा पनि पाडी हुन्छ जहिले पाउने फाँडी हानी चल्ने त तेरो पारा देख्दा फेरि लाग्छ साइको टाइप मलाई किन बुढा जस्तो तेरो तुतु नो मुजी खालास नि एक सर्टमा हो सर्टमा सर्ट मुजी हानेर ढाल्छु पारा छैन जुली चुकमा ब्रो जहिले पनि मुजी हिँड्ने गर्छु मेरो ग्याङ ग्याङ अति हाई छ भाइ नदेखा तेरो त रन्डी जस्तो पारा मुजी यहाँ पछि नपाए नदेखा तेरो त हरकत मेरो अघि यहाँ जहिले नि चल पल नि होइन नि फुच्चे ठाउँमा बस फेरि खाला नि ओडा छको कट्टा खतरा हुने हाम्रो लागि खतरा मुन्ने भाइ जहिले पनि रिप्रेजेन्ट गरिरहेको छु काठमाडौँ सिटी आफ्नै भाइ त्यसैले भाइ नदेखा चलपल खालास नि गर्दैन नाइफ साइफ केटाहरू सबै यहाँ जान चलपल दिदी हिँड्ने गर्छ जहिले चोकमा हामी आइसी चोक्ने हुन्छ दल दल जस्तो भाइ हाम्रो हरकत देखेपछि तनी डराएर भाक्लास भाइ नदेखा चटके पछि नपारा यहाँ रन्डी जस्तो यहाँ गर्दैछ हरकत त्यसैले भाइ साइडमा बसेर तानिँदै त पनि हरियो पर्पल यो साइको टाइप मेरो केटाहरू सबैजना हुडमा भाइ नदेखा चटके पछि नपारा यहाँ रन्डी जस्तो गर्दैछ हरकत भाइ त्यसैले साइडमा बसेर तान्दैछु पर्पल जहिले नै हाई फाई भाइ जहिले नै सामानको चान्समा हिँड्ने पुच्छेलाई के भनौँ खै हाम्रो हुड्ने कापी चाहिँ त जस्तोको लागि छैन नि टाइम बाइक गोर्खाली फ्लो यहाँ लिएर आउँदैछु यहाँ हातमा कुकुरी यहाँ जहिले नि नाइफ केटाहरू सबै साइको छ टाइप त्यसैले हल्ला नगर्न भाइ ठाउँमै परेपछि थाहा हुन्छ सामानले डामले परेपछि ठाउँमा भाइ सामानको कुरा नगर्दा खल खल यो पसिनाले यो ठाउँमा चर्चा भन्दै हिँडिरहेछ यो फुच्चे हेर यो ठाउँको चर्चा भनी कस्तो कुरा गर्छ यो हेर खोडा देख्ने बित्तिकै डराएर भाग्ने फुच्चे मुझे कच्चा बे हाम्रो खतरा हुड